Good morning everybody. Welcome to my YouTube channels guys. Channel guys. And good morning everybody. Lasso happy टिका happy दशैं. पानी परिरहेछ हाम्रो दशैंमा आज दशैंको टिका दिन ठ्याक्कै तर अहिले चाहिँ पानी रहेको छ लाग्छ कि पानी रहन्छ जस्तै लागिरहेछ अनि आजको भ्लगमा चाहिँ म देखाउने छु हाम्रो दशैंको टिका कसरी मनाउँछौं हामी दशैंको टिका कसरी मनाउँछौं भनेर किनकि हामी परे तामाङ अनि जन्तेमाथि योन्जन अनि हाम्रो अब जनहरु पनि आउनुहुन्छ जनहरु र फुपूहरु अनि अंकल आन्टीहरु सबैजना आउनुहुन्छ नि त टिकाको लागि सो गाइस म देखाउँछु छु के हुन्छ आज ओके गाइस म चाहिँ नुहाउन गएको फ्रेश हुन्छु अनि हुन त बिहानै उठेको थिएँ बुवा चाहिँ त्यहाँ हुनुहुन्छ मेरो बिहानै उठेको थिएँ अब चाहिँ गएर नुहाइधुवाइ गरेर अनि उयो गर्नु पर्ला ओके मेरो चाहिँ पुरा यहाँ पानी परेर घर यस्तो भइरहेछ हजुर आए मेरो बहिनी मसला पिन्ने काम यतिको हुन्छ वाउ ब्लेन्डर भन्दा खतरनाक गरेर पिस्छ मेरो बहिनीले दामी भएको ल यो मसला पनि मजाले पिस्छ मेरो बहिनीले मेरो ठुलो कान्छा अंकल अनि मेरो दाइ लाइक सब्स्क्राइब कमेन्ट शेयर सबै गरिदिनुस् होला मेरो अंकल मेरो दाइ म लाइक सब्स्क्राइब सबै गर्नुहुन्छ ल अनि तपाईहरुलाई दशैंको ह्यापी टिका दशैं टिका दशैंको ह्यापी बर्थडे तपाईहरुलाई ह्यापी बर्थडे हुन्छ बर्थडे हेलो सबैजनालाई हामी चाहिँ आज दशैं मनाउनु लागेको यता खानापिना पकाउँदै हो अनि यहाँ मेरो बुवा हुनुहुन्छ यो किचनमा भित्र रक्सीसँग सिट्टन सुकुटी हो कि हेर्नु न गाईचहरू कुखुरा मासु खाने कि पाडाको सुकुटी खाने हो कि सुँगुरको मासुमा पल्किने तामाङ तिरै ठल्किने या चाहिँ भैँसीको अलिकति या चाहिँ सुँगुरको मासु यति छ अनि भैँसीको पाडाको मासु पनि भित्र चुटाउने छ हाम्रो मम्मी बिचारा कति काम गर्नुहुन्छ हिँड्नु भयो फेरि अनि तपाईहरुलाई म हाम्रो पाडाको सुकुटी पनि देखाउँछ साथीहरु यति धेरै छ नि पाडाको खाने कि सुँगुरको खाने कि कुखुराको खाने अप्सन तीनटा हजुरहरुको लागि यहाँ छ क्या पाडाको मासु कस्तो नदिनु मेरो हाइटै सानो भयो गाइजहरु यता अनि यता यो दुईटामा छ सुकुटी चाहिँ अब म चाहिँ खाना पाक्यो दाल पाक्यो अब तरकारी बनाउने तर्फमा लाग्दैछु म चाहिँ साथीहरु किनकि अब तरकारी बनाउनु पर्ने हुन्छ मेरो साथीभाइ दिदीबहिनीहरु यार मलाई ठगे जस्तो लागिरहेको थियो सुन पसलेले यहाँ यत्रो धुको चाँदी त पुरा कालो न कालो भयो त के हो यस्तो चाँदी कुन चाहिँ चाँदी हो यस्तो कालो हुने ओ माय गॉड गोल्डन वाला पनि भयो यार चाँदी हुँदा हुँदा पनि सुन पो भयो जस्तो लागिरहेको छु ल के हो यस्तो हेर्नु चाहिँदैन मतलब मेरो बहिनीले चाहिँ पुरै हातले नै पिसेछ कि आमा अर्ग्यानिक मसला रे बिचारा मेरो बहिनीको मेहनतलाई चाहिँ म के हुन सल्युट हान्छु मेरो बहिनी दशैंभरि मिक्सरको काम हान्दियो ल यो चाहिँ मेरो बहिनीले के बिचारा 1 घण्टा लाएर पिसेको मसला हो सबै कुरा मिक्स गरेर अनि त्यहाँ बाख्राहरू खानापिना बनाउँदैछु कामै काम छ गाइज कामै काम छ मेरो दिदी छ या म छु म त झन् के पनि काम गर्नु पाएको छैन साथीहरु काम नगरिनु बसेको के काम गर्नु नपाएको भने केही गर्नु चाहिँ पाएको छैन मतलब हुन्छ नि अब अरू सावर गर्नु चाहिँ पाएको छैन अब एकछिन गर्छु ल बाइ सावर गर्छु अब एकछिनतिर अपडेट गर्छु दशैंको सेतो टिका स्कलिङ कि भाडा धुने दशैंको भाडा धुने पनि खालिङ थ्याङ्क गड पानी चाहिँ पर्यो है ए सरी पानी चाहिँ आयो है पानी नआएको बिजो ए धारामा पानी आएको भने साथीहरु नआएर यस्तो तनाव भादिन आज धारा पानी आउँदैन के हुने ओए चम्पुटले त्यसले बनाउने के त यही बनाउने हो पुरै चुलोमा हो गाइस चुलोमा म त मासु चुलो हो नि त नि चुलोमा बनाउने हो गाइस चुलोमा या पुरै आगो दन 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 कि राखेको छ मासु यता 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 के हो गाइसहरु सुँगुरको मासु छ यता सुँगुरको मासु यता छ सुँगुरको मासु खानु तामाङले तिरै ढल्किने झेली परेछ मायामा
केटा खेलाउँछ अब हैन गीत बजाउने हुँदैन यहाँ बाई बाई साथीहरु के बाई बाई एकछिनको लागि एकछिनमा तपाईहरुलाई म फेरि देखाउँछु मेरो मासु मैले बनाएको मासु यस्तो दुनिया मन रहेछ त्यसलाई भन्छ सादेको सुकुची सादेको सुकुची अब हामी सादेको सुकुटी बनाउन गए थोरै अब यसमा के कमी छ नुन अनि टिम्बु अनि त्यसपछि चाट मसलाहरु अलि थोरै थोरै मसलाहरु हाल्यो भने दामी हुन्छ नि स्वाद जे पनि पारको सुकुटी हो भाइ साहब जानु न बुवा Mega. Thank you. Sukuti. Spicy. Good. Dami. Hey. Dami guys. Spicy, eh? Wow, the cookman. Come on. Vitamin C. सबैले सब्स्क्राइब लाइक कमेन्ट गरिदिनु होला गाइज हो आजा ल ल ल मेरो मम्मी कम त काम गर्छ माइ गस मेरो मम्मीले काम गरेको देखेर म बियस हुन्छु बिहानदेखि कुदेको कुदे 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 सबै यहाँ बाख्रालाई घाँस सब मम्मीले गर्नुभयो बुवाले पनि गर्नु भएको हो बिचरा आज त भाले पनि एउटा मात्रै भयो दुईटा साथीलाई त यहाँ कन्तीमा राखिसकेको छ त्यही हो मेरो साथीभाइ दिदीबहिनीहरू यहाँ न्युरिङ छ है खोइ कता खोइ खोइ ओ गाइज रोइ मेरो साथीभाइ दिदीबहिनीहरू यो भयो यो चाहिँ स्क्वायर हो है न्युरिङ छ ह्यापी दसैँ अघिल्ला दुईटा ह्यापी दसैँका टिका देउरी मुसा भाग्यो अब 11 बज्नु लागिसक्यो साथीभाइ मेरो दिदीबहिनीहरू अनि मेरो बहिनीको हो कि यो पुरानो कुर्ता हो अनि यही लाउँछु मतलब लास्ट इयरको कुर्ता हो क्या म चाहिँ लाउँछु हेर्नुहोस् मेरो माइली तिलरी कम त दामी छ पोते ओ माइ गॉड एक्चुअली यो भन्नु पर्दाखेरि चाहिँ मेरो मामीको कस्तो देख्दो रहेछ मलाई पनि विवाहित जस्तो देख्छ अब कस्तो टल्के यार कस्तो दामी हो भाग्दार यता हुनुहुन्छ मामु यता आउनु न यता हेर्नुहोस् त रिसाएर फायर हुनुभएको छ के पोते चाहिँ त्यो साइडमा गर्नु अनि त्यो निकाल्नु न अर्को पनि त्यो सानो फुचे यो लाउने हो क्या गुड ल बच्यो हो नि त ल ठिक छ ल दामी देख्छ ल अब कपाल थोरै गर्नु मम्मी कपाल थोरै गर्नुहोस् अनि मम्मी त ल हिरोनी बस हिरोनीको चाहिँ खै यो कुर्ता फिटिङ गर्नुपर्छ भनेर फिटिङ गर्दा गर्दा भयो अहिले फिटिङ ठिकै भयो फिटिङ गर्नु हुँदैन मैले कुर्ता लाउनु लागेको कम त लामो भएको छैन त हो सुरुवाल त भगवान् गाइज म चाहिँ रेडी छु कुर्ता सुरुवाल लाएर म तिल भुट भनिरहेको छु मेरो बहनाहरूले मैले चाहिँ फर्स्टमा पर्ववाला कुर्ता लाउनु लागेको थिएँ मेरो कान्छी बहनाको लास्टमा मेरो बहिनी साइलीको चाहिँ हल्का उयो भयो फिट भयो अनि त्यही भएर मैले चाहिँ यो लाएँ अनि हल्का कानमा झुम्का लगाएको छु तर मेकअप चाहिँ भएको छैन नट डन अनि अहिले एकछिन तर अब तिल भुट्छु अनि त्यसपछि हेलो सबैजनालाई अब चाहिँ हाम्रो टिका लाउनु स्टार्ट भइसक्यो यहाँ बहिनीहरू मम्मीहरू रेडी भएर बसेछ रेडी भएर हैन 3 चोटी रेडी भएँ म 3 चोटी एउटा पर्पल कलरको कुर्ता लाएँ भएन फेरि सेकेन्ड पिङ्क कलरको कुर्ता लाएँ भएन अनि थर्डमा चाहिँ सबभन्दा फर्स्ट रेडी भएको सबभन्दा लास्ट फिनिसिङ यहाँ चाहिँ अनि टिका लगाइदिँदै हुनुहुन्छ बुवाले हाम्रो अङ्कलले लगाइसक्नुभयो हाम्रो दाइ यता भाइ बसेको छ मैले चाहिँ मेरो ड्रेस चाहिँ यही रहेछ साथीभाइ दिदी बहिनीहरू एउटा दिदीले अपलोड गरेको थियो एउटा भिडियो टिकटकमा ठ्याक्क भनिरहेको थिएँ अरू सबै कुरा टेम्पोरेरी हुन्छ तर दसैँको टिकाको बेला पिम्पल निस्केको चाहिँ पर्मानेन्ट हुन्छ भनेको सेम खै
मेरो पनि ओइ हो यतै यो साइडमा मेरो नालीले दुखेछ हेर्नु त गाइज मेरो कान्छी बहिनी हेर्न कति राम्री भएर बसेको यति जान अलि राम्रो देख्छ कति राम्री भएर बसेको हाम्रो मामु एक्सक्युज मी सबैजना यो टिका लाउँदैछ हाम्रो चाहिँ दसैँ टिकाको आउटफिट आमा हेर कपाल यहाँ दुम्सीको पुच्छा जस्तो रहेछ अघि बिहान त दुम्सी दिएको थिएँ हाम्रो यहाँ दसैँको टिका स्टार्ट भइसक्यो यहाँ मेरो बुवा चाहिँ सबभन्दा ठुलो मान्छे हाम्रो दाइ पुरा दसैँको टिका ह्याप्पी टिका एभ्रिवान टिका भइरहेछ साथी भाइहरू आउनु आन्टी पनि आशिष भर के दिनु यो त पर्थेन हौ टाउको मुस्तो गरेर डोक्चा आन्टी झरे सानो छ नि त मेरो ठुलो छ ए दक्षिणा हुन त पर्थेन आफ्नो छोरीहरूलाई त 1 रुपियाँ मात्रै दिनु पर्थ्यो सबैजना यतै हो बजेर टिका लाउनु आउनु सबैजना एउटा गर्दै 3 चोटि त घर गुड यहाँ मान्छेमा यहाँ विदेशमा गएको मान्छे 3 चोटि गर्नु बिर्सेन के 4 चोटि भयो कुर्ता ल है सबभन्दा दिदी चाहिँ म हो सबैजना मलाई भोग्ने ए हो त यो खुट्टामा पनि पक्रिन्छ त हो यता भएन यो ढोकाएर कहाँ हो त्यस्तो हुन्छ राम्रो देख्यो होइन नि यस्तो दिदी चाहिँ फेरि धेरै पैसा कति राम्रो देख्यो ल आशिष लुगा रे पैसा दक्षिणा दियो नि त भर्खर घोडा टेकेर खै दक्षिणा दिइसक्यो त नि त्यो लुगा फेरि उल्टा गरिसक्यो थाहा छ अनि म आमा म कस्तो देखेको मम्मीलाई आन्टी त भइसक्यो टिका लगाएछ टिका लागेछ साथीहरू
ए अँ त है खोइ त घोडा ए क्या हेर्नु घोडा टेक्ने क्या छिटो भाग्यमानी भाग्यमानी धेरै धेरै पैसा कमाउनु भयो पुरा गर्न ल कुरा भइसक्यो ल सबैजना ढुक्ने थाहा छैन मजाले मसला पिन्न के हो पर्दैन पर्छ नि हो जे जस्तो भयो नि दसैँ तिहारमा त पर्छ है ढोक्नु पर्छ इजी छ हेर न पहिला जेठी दिदा ढोक्नु नदिएर अरे म त वाइफाईसँगै ठोकेँ ढोक्ला अब ए खाँदै भयो त वाह खै कान्छा अङ्कललाई अङ्कलहरू कमर भात छ हामी भन्दा नि सबैभन्दा ठुलो ल ठिक छ हाम्रो तामाङहरूको त्यही त न्याम ढोक्ने भनेको होइन मम्मी मेरी मामी मेरी प्यारी मामी खाएर हामी छोरीहरूले लगाइदिँदा हुन्छ त इच्छाले हो पिता इच्छाले मेरो बुवालाई धेरै धेरै आशिष मिलोस् परमेश्वर पिताले धेरै धेरै इच्छाले हुनुपर्छ एकदम चाहिँ डरको आत्मा हटाएर निधारको आत्मा लगाएर पितालाई एकदम आशीर्वाद दिइसक्नु भयो दिइसक्नु बुवालाई धेरै धेरै दुःखै कष्ट अनि पहिदिन पऱ्यो तपाईँले पैसामा ठ्याक्क यो तपाईँले होइन बास अब चाहिँ भयो नि त ल त्यता अचार बनाउँदै हुनुहुन्छ मेरो साइली दिदी अनि यता जेठी दिदी सर्भ गर्नु आयो अङ्कलहरूको लागि चाहिँ अर्कै चिज छ त्यता हाम्रो अङ्कललाई चाहिँ हाम्रो कान्छा अङ्कललाई चाहिँ यो बाबालाई अङ्कललाई मोबाइल हेर्दै मोबाइल लाग्दैछ ए फोकस सिधै भुइँमा पनि हेर त कोखमा मात्रै के पुछ्याउनु भएको थियो नानी टिमुर टिमुर पुच्छा एकदम कामदारी हामीलाई काम छुनै दिन्न हुन्न आफू गर्नु खोज्छ सबै काम त्यो गर्नु तमाएको छ हामीलाई ओ माई गड मेरो साइली बहिनी हामीलाई नगर्नु अरे काम नगर्नु अरे यहाँ छ यहाँ माइडिएर यो बोतल दिने गाइजहरू तपाईँहरू भन्नु तपाईँहरू घरमा कतिवटा गिलास थुप्रेको को हाम्रो घरमा त 5-6वटा लगभग भइसकेको छ अब आज पनि आउनु बाँकी छ गिलास थुप्रो थुप्रिन्छ हाम्रो मेरो बहिनीले चाहिँ अचार बनाएको छ मटर साना सरी मटर आलु अनि सिम्बु अनि त्यसपछि तिल होइन अनि यो अकबरे खुर्सानी वाउ मेरो बहनाहरूले चाहिँ पुरा खानाहरू रेडी गर्दैछ बिचरा हुनु त हेल्प गर्नु मन लागेको तर मैले हल्का ठगेको क्या बहिनीहरूलाई कन किन भागमा राखेको ए भागमा राख्नु मेरो बहिनीहरूको स्टाइल सबैजनाले अब खाना स्टार्ट गर्यो मेरो दुईवटा बहिनी चाहिँ सेफ अब सर्भ गर्ने मान्छेहरू यहाँ छ अनि ल है सबैजना खानुपर्छ है ल खानुहोस् ह्याप्पी दसैँ यहाँ मम्मीहरू चाहिँ यता हुनुहुन्छ खानु हाम्रो दुईवटा बहिनी चाहिँ कता गयो ल खानु है सुधाउ साथीभाइहरू हामीले चाहिँ खान थाले मेरो बहिनीले बनाएको अचार प्राउन्स लोकल कुखुरा अनि दाल अनि त्यसपछि सँगै यहाँ खोर्सानी
खुर्सानी अकबरी खुर्सानी कस्तो भयो माछा कमेन्ट गरेर कमेन्ट गरेर चाहिँ माछा के हो अचार चाहिँ दामी भएछ दामी भएछ अचार ल गाइस म चाहिँ खाना खाएर यतिखेर भेट्छु है मेरो जोलु यता हेर्नु न ठुलो मामुलाई खोइ उयो नमस्ते गर्नुभएको जिवा गर्नु न मैले बेचे भाग्य माने गोला दुख्यो खाएर सक्यो अब हामी यस्तो चाल्दै बसिरहेको छौँ खोइ त फोटो खिच्ने भनेको मान्छेहरू कता कता पुगिदियो थाहा छैन एक्टिङ गर्ने एक्टिङ गर्नु रे ल ल ल ल निमाको तर्फबाट आयो हुँदैन मेरो तर्फबाट के हो चोर माथि होइन है होइन यो चाहिँ भएन सानो छ जुवामा हारेको मान्छे माई गड घडी 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 आयो घडी लाइदे अहिले भर्खरको भर्खर मेरो स्विजर ब्रान्डको भाइ स्विजरल्यान्ड ग्रुप ठिक्क हुन्छ होला पिन निकालेर ल्याएको लुइस भुट्टन घडी नै घडी घडीले सहायन निकाल्दै तेरो कहिले चाहिँ हातै खाली कहिले चाहिँ हात भरि यसले नै राम्रो देख्यो लुकी भाइ हिरा गलेको छ अन्तर हिरा ल दुईजनाकै हिरा या फेरि मम्मी चाहिँ यता पुरै आमा भक्तरे लुङ्गी भनेर बसिरहेको उठेर लाउँदा तपाईँलाई मनपर्छ ग्रिन कलर भक्तरे भक्तरे ओ बाबाले दिनुभयो खै नमस्ते गर्नु भएको बाबालाई ढोक्नु भएको खै नमस्ते नमस्ते हो अरे कस्तोले जिवा गर्नु भएको छ त्यस्तोले गर्नु मैंने मेरे बच्चा 4-5 चोटी कर मैंने मेरे जोलो मेरो बहिनी तयार है भाग्यमानी मेरो बहिनी धेरै धेरै प्रगति गर्नु उन्नति गर्नु धेरै पैसा कमाउनु ल है भाग्यमानी गरेर बस्दै मान्छे ढोक्दाखेरि त अलिकति यस्तो गरेर बस्नु नि गर्मीले यस्तो भयो ल अब सबैजना जानु लाग्नु भयो ल ल
ल मेरो भाइ राम्ररी जाऊ भोलि बिच आउँछ फेरि भेट्नलाई दिँदै है मेरो भाइ ल लाग्छ ल राम्ररी जानु है राम्ररी जानु ल आफ्नो ख्याल राख्नु ल फुपू राम्ररी जानु है आफ्नो ख्याल राख्नु है बाटो फेरि टाढो छ ल ल जानु राम्ररी जानु है फुपू राम्ररी जानु अटो नि झन् त्यही ल नमस्ते ल फुपू ल राम्ररी जानु है आफ्नो ख्याल राख्नु है राम्ररी जानु टाढोको बाटो छ यसो राम्ररी ख्याल गरेर जानु है ल राम्ररी जानु ल फाजु ल राम्ररी जानु ल है सबैले नमस्ते नमस्ते ल राम्ररी जानु ल सबैजना नमस्ते ल ठिक छ ल राम्ररी जाने है आफ्नो ठाउँ राख्नु अब टाढो बाटो छ त्यहाँ ड्राइभरहरूलाई राम्ररी राख्नु भन्नु जति माथि अँध्यारो छ उज्यालो हुन्छ त्यो त राम्रो जानु है ल भोलि पर्सितिर टाइम पायो भने आउँछ आउनु पर्छ नि अब बस्नु भयो नि तपाईँहरू के गर्नु त नि ल बाई बाई राम्रो जानु है आफ्नो ख्याल राख्नुहोस् ल आफ्नो ख्याल राख्नु है ल बाई बाई आज दिउँसै आउनु भएको त कस्तो रमाइलो गर्नु पर्छ ल हजुर आउँछ है ल बिस्तारै जानु है भिडियो गरौँ न ल सबै मेरो सन्तानहरू जस्तै घरको परिवार है ल ठिक छ वाह राम्ररी जानुहोस् ल है राम्रो जानुहोस् ल है हुन्छ राम्रो जानु है तपाईँहरू है हुन्छ बाई बाई अनि त्यो अघि अरूले भनेको सल्लाह नै हो कतिजना हो एउटा अटोमा 6 जना ल राम्ररी जाऊ है भाइ ल आफ्नो ख्याल राख्नु हजुर ल राम्ररी जानु है ल बाई बाई बिस्तारै जानु राम्ररी जानु तपाईँहरू हस् हुन्छ राम्ररी जानु है भइहाल्यो नि मलाई पनि थाहा भयो हस् हुन्छ माथिलाई त एउटा पाँच छ राम्रो जानु आफ्नो ख्याल राख्नु है ल बिस्तारै है बुवाजीले खासै पार्नुपर्छ क्या बिस्तारै कुरै छैन ल है राम्रो जानु है बाई बाई
राम्रो जाने फुपू बाई बाई राम्रो जानु है अब लाग्छ त होला ताली बजाउनु जानुभयो ल राम्रो जानु बाई बाई बे गरेर एकैछिनमा आउनुभयो एकैछिनमा जानुभयो हुँदै गरेरमा गएर फनी घुमेर साथीहरू हाटो जाँदै हो कसरी यता हेर्नु यस्तो घारीको बाटो छ के गर्नु यस्तो घारीको बाटो के सर्पल राति उता तर सबैजना टल्केछ हेर्नु मेरो दिदीहरू यस्तो राम्री देखेको छ नि यस्तो देखेको मेरो दिदीहरू अगाडि छ मेरो फुच्चे छोरो यही घरमा आएको हो है मैले अघि क्यामेरा फन घुमाएछ त्यो पक्रिन्न आउँछ नि गाइस के गर्नु यस्तै ऊ जिन्दगी छोटो कि झनेर अघिदेखि छटपट भएर बसेँ चाहिँ यता पोजमा दिनु थाल्नु भिडियो बनाउँदैछु अँधेरो होइन कम त गोरो देखेको थियो र आन्टीको लागि ल्याइदिनु भएको ल Wow, thank you. Thore de no. Ano re ke thore. Haro छोरो फेरि सबैले बाडेर खानु मन छ छोरो हामी चाहिँ अब हिँडेको है यही बोचेहरु घरमा आउनु खोजेको थियो हामी चाहिँ आइपुग्यो बाटो यस्तो छ के गर्नु यतै गेट खोलिदिने मान्छे बाबा कम दिदी लासो दर्शन नमस्ते जोरले नमस्ते भाग्यमानी भएछ चिरञ्जीवी भएछ मेरो बाबु गाडी बुक गरेको अब बाजे हेलो ओ छोलो 1 2 3 हामी दुईजना सुन्दर हैन यार त्यतिकै भएछ खानुपर्छ नि हो हामी चाहिँ राति हुँदो टिका टालो मतलब टिका लाएर अहिले जाँदैछु घरमा हामी चाहिँ टिका टालो लाएर पुरा फर्किँदैछ पहिला सेतो थियो अहिले चाहिँ रातो टिका दुईजना तीनजना ग्रुप यहाँ हिँडिरहेछ यता हेर भुत्नेहरू राति हुँदो पुरा हिँडिरहेछ हामी टिका लाएर सुन्नुलाई ल है सुन्न लाउँदै फोटो है सुन्न होला